म आज घोषणा गर्न चाहन्छु अब उपरान्त हर्क साम्पाङलाई खदा नलगाइदिनु होला प्लिज। यो खदा त्यसो भन्दा फेरि खदा व्यापारीहरू नरिसाउनुहोस् है। अरूलाई लगाइदिनुहोस् तर मलाई पर्दैन, मलाई पर्दैन। यो मलाई लगाइदिने खदा यस्तो मान्छेहरू पनि हामी छौँ कि कसैले केटाकेटीलाई स्कुल पठाउन खोज्छौँ तर कापी कलम किनिदिने अवस्था छैन। आर्थिक अवस्थाले साथ दिइराखेको छैन। त्यस्ता नाजुक आर्थिक अवस्था भएका विद्यार्थी भाइ बहिनीहरूलाई कापी कलम किनिदिनु होला। मलाई यो खदा फेटा टोपी यस्ता कुराहरू तपाईँहरूले चाहिँ नलगाइदिनका लागि म मिडिया मार्फत सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, हार्दिक तपाईँको चाहिँ निवेदन गर्न चाहन्छु। किनकि म आफूलाई सम्मानित कहिले पनि सम्झिदिन। म जहिले पनि धुलोमा बस्ने मान्छे, माटोमा जन्मेर धुलोमा खेलेको मन आफै सानो मान्छे।